आज चाहिँ हाम्रो सीताले भुटेको भातलाई टक्क बनाइदिन् हैन भुटिया भात यस्तो बन्छ हैं कस्तो बन्छ त फ्राई राइस हो के फ्राई राइस सब्जी नै भन्छ त्यसको खानु यो छ तिमी हो त एक दिन फिर पोहा खामलाई पोहा नै नै म खान्न कि बाह्र अलि खामला गाजर और मटर अलि मोलो छ नि के हुन्छ मोलो खानुपर्छ फाइदा गर्छ मोलो फाइदा गर्छ दुको नहीं मतलब मिठा चीनी को वहाँ कुरा गरेन कि मैले यसको मोलो केही फरक पर्दैन क्या दाइ बनाएर छ बनाएको हो वाउ बासी भातलाई यस्तै गरेर खानुपर्छ यार अब बस्यो भने बासी भात त हो र यो खुट्टा तातो भात हो आलु भात हो वास्तवमा यो हिजो साँझको भात बसेको थियो यसमा चाहिने मटर गाजर अनि गोपी सब मिक्स तीनटा चीज मिक्स गरेर आलु त मिक्स बीन्स मिक्स गर्छ अनि अरु के हो प्याज प्याज र लसुन लसुनको स्मेल आइरहने पता नहीं यो लसुन किन नि मिक्स गरेर बनाएको एकदम बेस्ट बनेछ राम्रो लाग्यो बहुत राम्रो लाग्यो तपाईले त धेरै दिन पछि खानुभयो धेरै दिन हैन धेरै महिना पछि खाइयो तपाईले कम खानुहुन्छ मैले मात्र बनाउँदै लग्दै खाँदै गर्दा एकचोटि तिमीले यस्तै म हस्पिटलमा एडमिट भएको थिएँ नि त्यतिखेर लगाएको थियौ तिमीले एकदम दामी थियो यार त्यतिखेर अब तेलदेखि आजै खाइयो मैले ने बीचमा त बनाउँथे तपाईले एक दुई चम्मच टेस्ट गर्नु न त्यसरी खानु भयो त्यसरी खानु मलाई लाग्थ्यो कि यो भात यसरी किन त्यो गर्नुपर्छ हेर्नु तपाईले भन्नु नि तिमी सब्जी खान्यौ यसमा सब्जी पनि गइहाल्छ सबै राखा तिमीलाई यस्तै गरी खुवाउनु पर्ने हो सब्जी धेरै खान्न खाए त म एकदम पालकको रोटी बनाउनु त मैले यो सोच्थेँ कि तरकारी भात मुझे खाएर यसरी किन फ्राई गर्नु पर्यो भन्ने सोच्थेँ तर राम्रो हुँदो रहेछ म अब खान्न मेरो भयो यत्रो मैले कहाँ मेट्छु त यत्रो कहाँ मेट्छु त कि म सबै खाइदिने अरे होइन यार न सबै खाइदिने सीधा यत्रो खाइसक्दैन म साँच्चै हो म दिएको कफी किनेँ क्या यत्रो कफी आधा रोटी पनि खाइदिएको मैले कुरा सुन अहिले खाइसकेपछि तिम्रो 3 बजे हुन्छ एक गोरे खाना अनि साँझ 9 बजे हुन्छ तपाईँलाई छिटो पनि हुन्छ देबुमा कफी पिनिम क्या कोही नै यति लौ मैले खुवाया फरकै हुन्छ क्या अझ मिठो हुन्छ अलिक खाऊ त अझ मैले कफी पिनिम क्या पेट भरियो यत्रो कफी छ मैले पनि त्यति खाएर पेट भरियो बेला यति खाएछ पेट भरियो भन्छ नि मेरो पेट पनि त यत्रेको छ र कुन चाहिँ यत्रेको छ पहिला अलि यत्रो थियो र अहिले त सबै घटेर यत्रै भएको छ भन्न कुन चाहिँ मेरो पेट यत्रेको छ र यत्रो पेट त छ र खाँदै खान्न अनि पेट कहाँ बर्बाद